आज चाहिँ सधैँ खाइराख्ने चिकन भन्दा अलि डिफ्रेन्ट तरिकाले बनाउँदैछु। हजुरहरूलाई पनि मन पर्यो भने ट्राई गर्नुहोला। सुरुमा त मैले मसला रेडी गर्दैछु। त्यसको लागि मैले प्याजलाई यतिको फ्राई गर्छु। प्याज अनि दहीलाई मिक्स गरेर ब्लेन्ड गर्छु। त्यसपछि यस्तो खालको ब्याटर तयार हुन्छ, स्मुथ। अनि एउटा भाँडामा खनाएँ अनि यसमा चाहिने नर्मल बेसिक मसला मात्रै हो। बेसार, नुन, यो गरम मसला, रातो खुर्सानी, मरिचको पाउडर अनि लसुनको पाउडर हो। यसलाई एकछिन मजाले मिक्स गर्ने हो। त्यसपछि यो जिरा धनियाको पाउडर पनि राख्छु मैले लास्टमा। यति नै हो चाहिने मसला हामीलाई। मैले चाहिँ चिकन सुरुमै बोइल गरेर राखेको थिएँ। अब नगर्दा पनि हुन्छ, यो चाहिँ मैले फ्याट फाल्नलाई हो। यो चाहिँ अप्सनल हो, बोइल नगर्दा पनि भयो। चिकनलाई चलाउँदै यतिको रातो हुन्जेल पकाउने। त्यसपछि पालो आयो मसला राख्ने। यसरी मैले मसला राखिदिन्छु अनि चलाउँदै छोप्दै पकाउने हो। एकछिनमा पाक्छ। यसमा पानी यताउति केही पनि राख्नु पर्दैन। यही मसलामै पाकेर रेडी भयो चिकन मेरो। अनि मैले लास्टमा यो कस्तुरी मेथी राखिदिन्छु। यसले कस्तो बास्ना मिठो आउँछ कि। अनि त्यसपछि प्याज राखेँ अनि लास्टमा धनिया राख्छु। खानालाई रेडी भयो मेरो चिकन। मन पर्यो भने अवश्य पनि एकचोटि ट्राई गर्नुहोला हजुरहरूले पनि।